हाम्रो युट्युब च्यानल आइपिओ क्लिक नेपाललाई पनि यहाँहरूले सब्सक्राइब गर्न नबिर्सिनु होला, ताकि नयाँ नयाँ अपडेट, नयाँ नयाँ टिप्स, सेकेन्डरी स्टक मार्केटको रिलेटेड ट्रेडिङ टिप्सहरू एकदमै अपडेट आइरहन्छ। त्यो चाहिँ मिस नगर्नु होला। आइपिओ क्लिक नेपालको युट्युब च्यानललाई चाहिँ सबैले हैन फलो गर्दै सब्सक्राइब पनि गर्नु होला, लाइक सेयर गर्नु होला। अब हामी कुरा गरौँ एसएपिआइएल नेप्सेमा लिस्टेड भएर आज कारोबार भएको 5औं कारोबार भएको दिन सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडको शानदार 15% को पोजिटिभ सर्किट लागेर 78 रुपियाँको वृद्धि भएर 603 रुपियाँमा लक भइसकेको थियो हैन। हाई डिमान्डमा हुँदाखेरि सेलिङ जिरो थिएर पनि 190 युनिट भनेको 19 जना साथीहरूले आज फोकट्या है फोकटमा अपरेटरलाई टिका लाएर सित्तैमा दिनुभयो। तपाईहरुले नि 603 मा बेच्दै हुनुहुन्छ है। हिजो पनि अब कति किता आयो, अस्ति पनि आयो, 700-800 हजार किता सप्लाई आइसकेको छ है। अब यति सस्तोमा बेच्दै हुनुहुन्छ, यसको प्राइस त 1600 पुग्छ नि त। 10,000 रुपियाँ बेसी आउँछ क्या। 10,000 भनेको सानो रकम हो त हैन। 10,000 रुपियाँ कमाउनलाई कति गाह्रो हुन्छ त हैन। 1600 पुग्दैछ। केही दिन त होल्ड गरौँ न, किनभने यसमा यो कम्पनी भनेको अल्ट्रा लो क्याप कम्पनी, एकदमै किता थोरै कारोबार हुन्छ है। जसरी इसिएल को हैन 1980 सम्म पुगेको थियो नि त हैन। बीचमा एकचोटि 1300-1350 हुँदाखेरि अपरेटरले तर्साएर त्यहाँनेरि बीचमा एक दिन त होल्ड भयो। त्यसपछि लगातार फेरि सर्किट लाग्दै 1980 पुगेको थियो। त्यस्तै कम्पनी हो सेम यो पनि इसिएल जस्तै। अब 1900 चाहिँ हामीले नभनौँ, 1600 सम्म पुग्न सक्छ। केमा भन्दा एसएपिआइएल लाई मजाले हामीले होल्ड गरेर सबै साथीहरूले भिडियोलाई लाइक सेयर गर्दै यसको प्राइस चाहिँ 1600 पुर्याउन सबैले सहयोग गर्नु होला। किनभने यसको प्राइस भनेको भोलि नै 100% 693 पुग्दैछ। पर्सि 797 पनि 100% पुग्दैछ। त्यसै गरी 8 गते 917 पनि पुग्दैछ 100% हैन। 9 गते 1054 बाट चाहिँ तर्साउन सक्छन् है। 1054 मा तर्साउन सकेनन् भने पनि 11 गते 1394 मा चाहिँ जसरी इसिएल मा झट्का लगाएका थिए अपरेटरले तर्साएर किता तानेका थिए नि त हैन। 1300-1400 मा तानेर 1900 मा त भिडायो नि त तपाई हामीलाई। त्यस्तै हुन सक्छ। त्यही भएर भदौ 11 गते 1394 पुग्दा पनि नहल्लिनु होला, नडराउनु होला। भदौ 15 गते चाहिँ फेरि यसको 1600 पुग्दाखेरि चाहिँ हाई सप्लाई आएर रेट चाहिँ डाउन भएर यसरी नै 1300-1400 मा यो इसिएल को जस्तो कारोबार हुन सक्छ है। त्यही भएर 1600 मा चाहिँ अब सर्ट टर्मलाई जसले ट्रेडको लागि सोच्नु भएको छ, जसलाई आइपिओ परेको छ, 1600 मा चाहिँ हामीले बेच्दाखेरि चाहिँ यसमा नराम्रो त्यस्तो केही पनि हुँदैन। साथीहरू फेरि 2200-2500 पुग्छ भनेर त्यो भ्रममा परेर नबस्नु होला है। भदौ 11 गते 1394 पुग्दाखेरि नै हाई अलर्टमा बस्नु होला। एकदमै तर्साउन सक्ने चान्सेस त्यहाँनेरि ज्यादा हुन्छ एसएपिआइएल मा है त।